सो हेलो गाइस, आज चाहिँ म अब अलिक धेरै दिनपछि भ्लग बनाउँदैछु होइन। किनभने आज हामी कतै घुम्न जाँदैछौँ होइन। घुम्न पनि अनि साथीको एउटा पासपोर्टको लागि पनि जाँदैछौँ। अनि त्यसको लागि हामी आज भ्लग बनाइरहेको छु धेरै दिनपछि। सबैले माया साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। म रेडी हुँदैछु अहिलेको लागि चाहिँ होइन हालसालै। अनि के हुन्छ भने होइन, म रुममा छु कि अहिले चाहिँ होइन, रेडी हुँदैछु। अनि यहाँ अहिले कति बजेको घडी पनि हेर्नुपर्ने छ होइन। 12:37 भइसक्यो। मेरो रुममा इग्नोर गर्नु होला होइन। अब ठिक पर्दैछौँ, कतिखेर जान्छौँ थाहा छैन है। अब त्यही हो, हेर्नु होला। त्यही हो। सो गाइस, हामी चाहिँ रेडी भएर निस्किसक्यो होइन। अनि अश्विन र म चाहिँ यहाँ रेडी भइसकेको छौँ। यहाँ एकजना मान्छे छ नि रेडी हुन पनि बाँकी छन्। अझ कलमा बोलिरहनु भएको छ। अनि दाइ चाहिँ अब जानी भन्ने हुन्छ, तर जान त जानी हो हामी होइन। ठिक पनि परिसक्यौँ हामी होइन। हन गर्दै जाने कि होइन हो नि है। तर त्यही हो अब हामी चाहिँ ठिक परिसक्यो। कपाल मिलाउनु पर्यो। त्यही हो, अब हामी चाहिँ ठिक पनि परिसकेको छु। मेरो चाहिँ लुगा हल्का फुल्का चिजै छ। के गर्नु, गरिब कि दूसरी रुपियाँ हम त अभी। त्यही नै हो है त। बाई। सो गाइस, हामी चाहिँ यहाँबाट हिँडिसकेको छौँ। घरबाट यहाँबाट त के हिँड्नु होइन। बाइक सर्भिसिङ गर्ने छ। यता दाइ हुनुहुन्छ, उहाँ नै दाइ हो। ऊ यहाँनिर गर्दैछ, यहाँ बाइक बनाउँदैछ। यहाँ उसले मलाई फ्रीमा बनाइदिन्छ। सबैजना आउनु होला है। त्यही हो, आउनु होला। कताबाट घाम आइरहेको गौरव देखिन्छ नि है। अब दाइ एक दुई शब्द हान्दिनँ हामी। के भन्ने अब मैले त धेरै दिनपछि भाइले भ्लग बनाएको। माया गरिदिनु भन्नु न। माया गरिदिनु सबै। गालामै आएर चुम्मा केटीहरू जतिले सबैले गालामै चुम्मा राखिदिनु पनि चाहिन्छ होइन होला। ल त्यही हो गाइस। अब हामी यहाँबाट हिँड्न थाल्दैछौँ होइन। अब त्यही नै हो, बनाउँदैछौँ। अरू त के भन्नु, त्यही नै हो। अनि तिमी के भन्छौ? तिमी के भन्छौ? सबले माया देखाइदिनु, त्यही हो हाम्रो घरमा। 1000 के सब्सक्राइब पुऱ्याइदिनु आजै 1000 के हाल्न चाहिँ भोलि हाल्छु। भोलि नै हाल्दिनँ, पर्सि हाल्छु। 1000 के पुऱ्यायो भने पर्सि हाल्नु। आज एउटा क्लिप, भोलि एउटा क्लिप, पर्सि एउटा क्लिप त गर्दिनँ। त्यो मान्छे बन्द पर्यो मोबाइल भित्रको भने। म त हेर्दैछु पछाडि। त्यही हो, अब यता चाहिँ यस्तो छ। अब मेरो पुरानो बाइक, दाइको नयाँ बाइक, त्यही पनि जानी हो, कुदिने हो। ल त्यही नै हो। अब अहिलेलाई चाहिँ बाई। गाइस, हामी चाहिँ यहाँनिर आइपुगिसकेको छौँ होइन। सुसु ब्रेक गरिरहेको हो हामीले। यता हाम्रो ग्याङहरू छन् यो। ल गुड है। ल अब हामी चाहिँ अब एकैचोटि धादिङ बेसीको पुल कटिसकेको छौँ। मैले के को पुल भन्छु र? फुर्के खोला कटिसकेको छौँ। अब त्यही नै हो। अब यहाँको गोप्रो त छैन, त्यही पनि हेर्नु होला। सो गाइज, हामी चाहिँ अब जाने भनेर आइपुगिसकेको छौँ होइन। कुन ठाउँ आइपुग्यो पनि थाहा छैन। चोल्टी यता छ, दाइ यता छ। हामी अब लोकेसन हेर्दैछौँ। दाइ के भन्न चाहनुहुन्छ? हावातालमा नहिँडौँ। मान्छे धेरै अगाडि हावातालमा नहिँडौँ है गाइज। हामी चाहिँ अब अघिमा फिक्स पनि भएको छैन है। कतिखेर हावातालमा फिक्स भएर आइयो। अब यस्तै भइहाल्यो। के गर्नु त हामी? कसलाई फोन गरौँ? अफर हो ल अहिले हस्पोट छोड न। दादा भन्ने म दाइ। अब त्यही हो, केटीहरूलाई सोधे हामीले है। त्यही हो, अब के भन्ने अब कसैलाई पनि थाहा छैन अरे धादिङ बेसीको। कहिले भन्छ उतै भन्छ, कहिले भन्छ उतै भन्छ। 10-15 3 ठाउँ सोधिसक्यो गाइस। अहिलेसम्म अत्तो पत्तो छैन हामीलाई होइन। त्यही नै हो, के भन्नु गाह्रो।
यसरी राम्रो आहा गाइस अहिले चाहिँ हामी यहाँ हिँडिसकेको छौँ बल्ल बल्ल बाटो थाहा पाएर पछाडि दाइ हुनुहुन्छ अगाडि राइडर अस्विन हुनुहुन्छ त्यही हो तेल अफ के गर्छ तेल अफ 2 नम्बर होला आउँछ कलेज अलिकति छ सो गाइस त्यही नै हो अब तेल अफ गरेर आएको थिएँ होइन हल्का नयाँ बाइक लिक हुने गर्छ त्यसैले तेल अफ गरेर राख्ने गर्छ हामीले चाहिँ होइन जाडो भइरहेछ गरिदिनु कि अझ ओहो बाटो चाहिँ सेक्सी छ होइन गाइस अब हामी यहाँबाट अझ पनि कति 14 किलोमिटर होला 14 किलोमिटर होला गाइस होइन 4:30 भइसकेको छ अहिले चाहिँ होइन अब जान अलिक सानै रफ्तारै जानुपर्छ अब बाटो पनि त्यस्तै टर्निङ पनि यस्तो छ अहिलेदेखि भ्यूहरू सुरु हुन थालिसकेको छ होइन अब त्यही नै हो घुमघाम तर रमाइलो गर्नुपर्छ गाइस बिहान आयो भने हामी जाडोले कौरिन्थ्यो होला अब बेलुका सिधै हो सिधै होइन दाइ सिधै हो होइन यता यो बाटो नजिक जानु होला सिधै आउनु होला हामीलाई पनि थाहा छैन हामीले पनि सोध्दै आयो त्यही नै हो बाई गाइस अहिले पुगेपछि देखाउँदा टाटा सो गाइस हामी चाहिँ यहाँ आइपुगिसकेको छौँ होइन यता फोटो खिच्दैछन् यता भ्यू पोइन्ट ओ मागु दाइ बाइकको भिडियो गर्नेहरू दामी आइरहेको त्यही हो अब के भन्नु होइन बवाल छ अब फेरि बिहान आउनुपर्छ हामी त यतै बस्ने ठाउँ छ भनेर आइपुग्यो तर के भयो त्यही हो सो अब एकैचोटि होटलमा गएपछि भेटौँला बाई बाई सो गाइस हामी चाहिँ अब होटल पनि आइसकेको छौँ होइन यता दाइ हुनुहुन्छ लाइटमा बसिरहनु भएको छ यता दाइ अन्त बोल्नै आउँदैन एक दुई शब्द हेलो गरिदिनु सब्सक्राइब गरिदिनु सब्सक्राइब पनि गरिदिनु होला ल हस् भन्नु न हस् भन्नु भइसक्यो उहाँले अब हामी चाहिँ यहाँ होटल आएर बसिरहेछौँ अब भोलि बिहान छुट्टै क्लिप हाल्ने 2टा ब्लग हाल्ने आज यो अब छुट्टै एडिट गर्ने होइन अनि भोलि अर्को होइन आज औकालो चढाएको भोलि ओह्रालो चढाएको त्यही नै अब आज अब भात खाँदाखेरि देखाउँछु त्यही नै हो कतिको भए ब्लग हेर्छु अनि नत्र भने यही नै लास्ट हुनसक्छ नत्र भने डुल्न गयो भने बनाउला नत्र भने त्यही नै हो आजलाई लास्ट हो यही नै हो चाँडो छ गाइज त्यही भएर हामी यसरी बसिरहेको छौँ यता छ सबैजना एउटै हातमा कोचिरहेको छौँ मोबाइल चार्ज छैन चार्ज हालेर यता छुट्टै छ फेरि संसारै छुट्टै छ हाम्रो छुट्टै त्यही नै बाई गाइज ल आजलाई यति नै हुन नि सक्छ भोलि हेलो सुलुलुलु अब भोलि बिहान छुट्टै हुनसक्छ त्यही नै हो बाई बाई गाइज बाई बाई टाटा टाटा